झट्ट हेर्दा पौडी खेल्दै गरे झैं, त्योभन्दा बढी रिङ भित्रका रेस्लर जस्तो हाउभाउ। तर न यो स्विमिङ पुल हो न रेस्लिङको रिङ, यो नेपालको प्रतिनिधि सभा बैठक हो। तर यो दृश्यमा खलनायक झैं देखिने यी सांसदको नाम चाहिँ ऐन महर र अर्की सांसद हुन् एमालेकै रिङ्गला यादव। ऐन महरलाई यस्तो हरकतमा पहिलो भएको मान्ने हो भने रिङ्गलालाई दोस्रो उपाधि नदिँदा अन्याय हुन सक्छ। अनि रासोपाकी आशिका तामाङलाई तेस्रो उपाधि न्यायसङ्गत नै होला। संसदलाई कुरुक्षेत्र नै बनाउन खोजेको देखिएपछि आज संसद र सभामुख बस्ने बीचको दूरी नै फराकिलो पारिएको छ। अगाडिको 2 रोहमा रहेका कुर्सीहरू हटाइएका छन्। यद्यपि यी 3 अनुहारले हिजोको संसदमा मर्यादाका सबै हद पार गरेका छन्। संसद छलफल र बहसको मन्दिर हो, तर हरेक लटमा केही न केही त्यस्ता सांसदहरू प्रवेश भएकै हुन्छन् र उनीहरूले मर्यादाको सबै सीमा पार गराइदिइरहन्छन्। प्रतिनिधि सभा नियमावली पास गर्ने सन्दर्भमा एमालेका सांसद ऐन महर र रङ्गिला यादवले मच्चाएको अराजकता सम्भवतः नेपालमा कहिल्यै पनि भएन। हुन त सांसदहरूमा हिजो प्रधानमन्त्री बालेन शाहले दिएको राष्ट्रघाती अभिव्यक्तिले पारो तातिएको थियो, तर जोसमा होस गुमाउँदा एमाले सांसदहरूले गर्नै नहुने हरकत गरे, जसको हिजै साँझदेखि सामाजिक सञ्जालमा चर्को आलोचना र व्यङ्ग्य भइरहेको छ। यी तस्बिरहरूका बारेमा विभिन्न मिमहरू बन्न थालेका छन्। सांसद र मर्यादा पालकहरूको ढाडमाथि चढेर उनीहरू सभामुख भएतिर लम्किरहेका थिए। माइक भाँच्नेदेखि तोडफोड गर्ने सम्मको मिसनमा यी सांसदहरू देखिन्थे। हिजो मर्यादा पालकहरू थिएनन् भने 1-2 जना सांसदहरूको हर्नेसु फुस्कन सक्थ्यो। सभामुख अहिले अस्पतालमा हुन्थ्यो होला। बाल हानाहानबाट बचाइएको संसदमा सभामुखको भूमिका पनि 2/3 बलमा पेलेरै जाने किसिमको देखिन्थ्यो। यता विपक्षी एमाले लगायतका सांसदहरू आफूहरूको साइज बिर्सिएर सभामुखमाथि मुड्के बल देखाउन तम्सिरहेका देखिन्थे। यी दुवै दृश्यहरू खेदजनक छन्। तथापि सभामुख डीपी अर्यालले हिजोको घटनालाई लिएर सांसदहरूको छानबिन गर्न 7 दिनको अल्टिमेटम दिएर समिति नै गठन गरेका छन्। जनताले सांसदहरूलाई बहस गर्न पठाएका हुन् कि बल प्रदर्शन गर्न? संसद लोकतन्त्रको सबैभन्दा मर्यादित थलो हो, जहाँ शब्दले लडाईँ जित्नुपर्छ, मुड्कीले होइन। तर हिजोको दृश्यले संसद र सडक बीचको फरक नै मेटाइदिएको महसुस भयो र आज संसद कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो। सत्तापक्ष होस् वा प्रतिपक्ष, दुवै पक्षले आफ्नो जिम्मेवारीबाट विमुख भएको देखिएको छ। सभामुखले सदन सञ्चालन गर्दा सबै पक्षलाई सुन्ने र विश्वास दिलाउने वातावरण बनाउनु पर्दछ, तर विपक्षीले आफ्ना असहमति राख्ने नाममा कुर्सी, माइक र मर्यादामाथि आक्रमण गर्ने छुट पनि पाउँदैनन्। लोकतन्त्रमा असहमति स्वाभाविक हो, अराजकता स्वाभाविक हुँदै होइन। सबैभन्दा दुःखद कुरा के छ भने यस्तो दृश्य हेरेर जनतामा राजनीति प्रतिको वितृष्णा झन बढ्दछ। विद्यालयमा विद्यार्थीलाई अनुशासन सिकाइन्छ, तर देशको सर्वोच्च विधायकी संसदभित्रै सांसदहरू मर्यादाको धज्जी उडाउँदै देखिए भने नागरिकले कसबाट सिक्ने? संसदको प्रत्यक्ष प्रसारण हेर्ने लाखौं युवाले हिजो के सन्देश पाए? नियम र विधि मान्नुपर्छ भन्ने कि भिड र बलकै भरमा आफ्नो कुरा स्थापित गर्न सकिन्छ भन्ने? सामाजिक सञ्जालमा अहिले सांसदहरू भन्दा उनीहरूको हाउभाउ र गतिविधिमाथि बढी चर्चा भइरहेको छ। जनताले गम्भीर बहस, नीति र कानुनका विषय सुन्न चाहेका थिए, तर उनीहरूले देखे धकेल, चिच्याहट र तोडफोडको प्रयास। यसले सांसदहरूको व्यक्तिगत छवि मात्र होइन, समग्र संसदको गरिमा नै कमजोर बनाएको छ। राजनीतिक दलहरूले आफ्ना सांसदहरूको व्यवहारप्रति आत्मसमीक्षा गर्नै पर्छ, किनभने संसदमा भएको हरेक गतिविधिले त्यसको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्दछ। यदि यस्ता घटनालाई सामान्य ठानियो भने भोलि संसद बहसको मञ्च होइन, शक्ति प्रदर्शनको अखडा बन्ने खतरा रहन्छ। सभामुखज्यूप्रति मेरो उच्च सम्मान छ। त्यो पदीय जिम्मेवारी, त्यो चाहिँ गरिमा हैन, त्यो मर्यादाप्रति हामी संवेदनशील र त्यसप्रति सचेत पनि छौँ। तर सत्ताको प्रतिरक्षा गर्ने गरिकन सभामुखज्यूले बेला बेलामा जुन व्यवहार देखाउनुहुन्छ त्यसले हामीलाई निकै गम्भीर बनाएको छ, निकै सिरियस बनाएको छ हैन। हामी सरकारसँग प्रश्न गर्न खोजिराखेका हुन्छौँ, हामी नियमावलीमा टेकेर अगाडि बढ्न खोजिराखेका हुन्छौँ। अब सदन यसै पनि विपक्षीको हो भन्ने एउटा भाष्य छँदैछ हैन। त्यसकारणले सदनमा कहिलेकाहीँ सत्ता पक्षलाई उठाउन चाहिँ गाह्रो भइराखेको कुरा पनि हामीले उठाइराखेका हुन्छौँ नि हैन। एउटा चाहिँ दलीय चाहिँ पद्धतिमा सत्ता पक्षका सांसद भइसकेपछि सकेसम्म अलिकति सरकारलाई प्रश्न गर्नुहुन्न, सरकारका विरुद्धमा जानुहुन्न भन्ने एउटा जुन मान्यता छ, तर पनि उनका प्रश्न त हुन्छ नि त, उनका चाहिँ ती भावना त हुन्छ नि त। त्यो समेतलाई समेटेर हामीले एउटा सदनलाई जिम्मेवार बनाउन, सरकारलाई जिम्मेवार बनाउन हामीले विषयहरू उठाइराखेका हुन्छौँ। तर सभामुखजीले कहिलेकाहीँ सत्ताको चाहिँ सरकारको यसरी पैरवी गरिदिनुहुन्छ, यसरी ढालबन्दी हुन्छ कि अब चाहिँ विपक्षीका आवाजहरूलाई दबाउने र कहिलेकाहीँ नियमावलीभन्दा पर गएर पनि सभामुखजी अगाडि बढिदिनुहुन्छ क्या। त्यो सत्ताको चाहिँ पैरवी गर्दा तपाईहरु पनि त फेरि बेला बेला बमण्डर गरिदिनुहुन्छ। बमण्डर गरे हैन, हामी त एकदम सही ठाउँमा छौँ नि। हामी त नियमावलीमा, जस्तै तपाईँको आजको के हो प्रश्न भने
आज जस्तो प्रधानमन्त्री 81 आउनुभयो, सभामुखजी पनि अलमल पर्नु, सरप्राइज गिफ्ट सरप्राइज आउनुभयो होइन। ठिक छ, प्रधानमन्त्री आउने कुरा एउटा सांसदका हिसाबले एउटा प्रधानमन्त्रीका हिसाबले आउनुभयो, जतिखेर पनि उहाँलाई आउनु त छुट्छ नि त, एकदम एप्रिसिएबल एक्सेप्टेबल स्वागत योग्य थियो। हामीले स्वागत पनि गऱ्यौँ। तर उहाँले चाहिँ 81 पोडियममा गएर हात उठाएर अर्को कुरा सभामुखलाई पनि जानकारी छैन भन्ने कुरा देखियो। सभामुखजीसँग थिएन, सभामुखजीलाई हात उठाएर उहाँले चाहिँ समय माग्नुभयो होइन, जबकि त्यो परम्परा पनि होइन, त्यो अभ्यास हेरै भयो नि त। अनि ठिक छ, सभामुखजीले दिनुभयो, अगाडि जानुभयो, अगाडि गइसकेपछि हामीले अलिकति नियमापत्ति गऱ्यौँ, यस्तो छैन होइन। सभामुखजीले चाहिँ नि प्रधानमन्त्री आउने कुरा चाहिँ 3-4 दिन अगाडि हललाई जानकारी गराउनुपर्छ, सभा बैठकलाई जानकारी दिनुपर्छ र 3 दिन अगाडि नै प्रश्न लिनुपर्छ होइन। सभामुख के अरे प्रधानमन्त्री आउने कुराको यो अलि एक्कासी अकस्मात तरिकाले आउने छापमार शैलीमा आउने कुराले राम्रो गरेन भनेर हामीले प्रधानमन्त्रीको क्षमता होला नि त। ठिक छ, तैपनि हामीले त्यो कुरालाई एक्सेप्ट गऱ्यौँ। ठिक छ, प्रधानमन्त्री आउनुहोस्, मलाई प्रश्न सोध्नुहोस्, म चाहिँ प्रश्नको जवाब दिन्छु भन्दा इट्स ओके, हामी तयार भयौँ त्यसका लागि। तर अर्को उहाँले फेरि के गर्नुभयो भने प्रश्न लिँदा चाहिँ दलीय आधारमा गर्नुभयो। अनि हामीले के भन्यो भने यो भएन, 3 दिन अगाडि चाहिँ प्रश्न लिने कुरा छ भन्दा सभामुखजीले के भन्नुभयो त भन्दा कहीँ पनि नियमावलीमा त्यो लेखिया छैन भनिदिनु, टाट्नु होइन। अनि पछि हामीले एउटा त्यो भयो, अर्को चाहिँ के भयो भने कम्ती बढीमा 15 जनासम्म सांसदले सांसदले चाहिँ इन्डिभिजुअली प्रश्न गर्न पाउने व्यवस्था छ दलीय हिसाबमा। उहाँले दलीय हिसाबमा प्रश्न लिनु होइन, हामीले त्यो पनि भएन, सार्वजनिक चाहिँ लिउँ भनेर जम्मा 7 जना मान्छेले प्रश्न गर्नुभयो। अझै 8 जनाले गर्न पाउने चाहिँ है हाम्रो नियमावलीको व्यवस्था छ, अरूले पनि गर्न पाउनुपर्छ भनेर मैले उठेँ। उठिसकेपछि माग्दा प्रधानमन्त्रीलाई पनि उहाँले धन्यवाद भन्नु पठाउनु भयो, सभामुखजीले पनि मेरो कुरा रेस्पोन्स नगरिसकेपछि हामीले त्यसको जवाब खोजेका हौँ। हामीले त्यसमा कुनै पनि अन्यथा गरेको होइन, हामी नियमावलीको अधीनमा रहेर होइन, संविधानको अधीनमा रहेर र विपक्षी र जनताका चाहिँ नि कुराहरूलाई, सांसदका कुराहरूलाई सशक्त ढङ्गले हामीले उठाइरहेको मात्र। हामीलाई कुनै मर्यादा, सदनको मर्यादा यो किन भन्दा यो सदन ल्याउनका निमित्त, यो चाहिँ व्यवस्था ल्याउनका निमित्त हामीले बलिदानी गरेका छौँ, हामीले ठुलो सङ्घर्ष गरेका छौँ, रगत बगाएको छौँ, धेरै मान्छेले बलिदानी गरेका छ। हामी चाहिँ फुत्त 3-4 वर्षमा चाहिँ यसो पाके फल खान आएको होइन नि हामी है। त्यसैले यसको गरिमाप्रति हामी बडो सचेत छौँ र संवेदनशील छौँ। मैले यो कुरा सभामुखजीलाई पनि भने, तर उहाँले जसरी पेल्न खोज्नुभयो, जसरी चाहिँ होइन एक खालको हेप्ने हेर्नु। अब उहाँले कति गम्भीर कुरा छ भने अब विपक्षीका सांसदहरूले कुरा उठाइराख्दा सत्तापक्षका सांसद जसरी आक्रामक तरिकाले विपक्षीका सांसदमाथि आक्रमण गर्ने गरी आउनुहुन्छ नि, त्यसलाई पनि रुलिङ गर्नुहुन्न, उहाँले रोक्नुहुन्न। त्यो पनि त गम्भीर चाहिँ नियमापत्तिको कुरा, गम्भीर चाहिँ सदनको बैठक आशिका तामाङ प्रतिपक्ष विरुद्ध नै हैन, आशिका तामाङ नै हो हैन, त्यो बाहिर आइरहेको छ एक्ज्याक्टली हैन। बाहिर जसरी चाहिँ विपक्षीय सांसदमाथि आइलाग्नु खोज्नुहुन्छ नि, जाइलाग्नुहुन्छ नि, आक्रमण गर्ने गरिकन हैन, त्यो पनि सदनको मर्यादा विपरीत हो नि, बैठकको मर्यादा विपरीत हो नि, त्यसलाई रुलिङ गर्नुहुन्न, उहाँले देख्नुहुन्न। मैले ध्यान आकर्षण गराउँदा पनि देख्नुहुन्न। तर हामी विपक्षीका सांसदहरूले, विपक्षी बेन्चमा रहेका सांसदहरूले नियममा टेकेर हैन चाहिँ जनताका आवाजहरू चाहिँ संविधानका कुराहरू, लोकतन्त्रका कुराहरू, जनताका समस्याहरू उठाइरहेको चाहिँ उहाँले मर्यादाको कुरा गर्नुहुन्छ र त्यो पेल्न दबाउन खोज्नुहुन्छ, तर त्यो चाहिँ काम लाग्दैन। त्यसो त प्रधानमन्त्री रोस्टममा गएर मलाई प्रश्न गर्नुहोस् भनेर मान्यज्यूहरूसँग प्रश्न गर्दै गर्दा प्रधानमन्त्रीज्यूले तपाईँहरूले यदि तयारी थिएन, सदनलाई जानकारी थिएन भने त 58 प्रयोग गरेर हामी चाहिँ बहिष्कार गर्छौँ, सदन बहिष्कार गर्छौँ भनेर त्यति बेला बाहिर निस्किने ज्ञान किन भएन तपाईँहरूलाई? ज्ञानको कुरा नगर्नु न, प्रधानमन्त्री आफैमा प्रधानमन्त्री सदनमा आउने कुरा आफैमा सकारात्मक कुरा हो है। यसलाई त अन्यथा लिन मिल्दैन, यो स्वागतयोग्य कुरा नै छ। जति बेला पनि उहाँ आउन सक्नुहुन्छ, आउन पाउनुहुन्छ, त्यो ठिक छ। तर हामीलाई के लागेको थियो भने यसरी आइसकेपछि उहाँले आज आफ्नो कुराहरू राख्नु